तपाईलाई के लाग्छ 15 सेकेन्डको रिल्समा देखे जस्तै लोभ लाग्दो छ त दुबई? बाहिरबाट हेर्दा एकदमै लोभ लाग्दो छ, एकदम लग्जरी छ। तर यहाँको छ नि मेन प्रब्लम भनेको चाहिँ गर्मी हो। यहाँ यति गर्मी छ नि 2 मिनेट पनि बाहिर राम्रोसँग बस्न सकिँदैन। तपाईसँग करोडौं पैसा छ भने पनि पुरा जिन्दगी एसीमै बिताउनु पर्छ। दुबईका लोकल मान्छेहरू युरोप गएर बसिरहेको छन्। हामीले किन यहाँ दुबईमा लोकल मान्छेहरू देख्दैनौँ? यहाँको छ नि 85% चाहिँ सब यहाँ फरेनर बाहिरको मान्छे छ, 15% भनेको चाहिँ यहाँको मान्छे छ। त्यही भएर चाहिँ म तपाईँहरूलाई आज 2 मिनेट यहाँ बाहिर बसेर देखाउँछु कस्तो हुन्छ हालत, तपाईँहरूले थाहा पाउनुहुन्छ। र अनि तपाईँहरू आफै सोच्नुहोस् कि बाहिर यो कन्स्ट्रक्सनमा काम गर्ने मान्छेको हालत कस्तो हुन्छ, डेलिभरी राइडरहरूको हालत कस्तो हुन्छ, अनि आफै सोच्नुहोस्। म अहिले बाहिर आइसकेको छु, घडी हेरेर 5 मिनट बस्छु, हेरौँ कस्तो हुन्छ मेरो हालत। ल हेर्नु साथीहरू, 5 मिनटमा 5 मिनट भयो म अहिले यहाँ बाहिर बसेको। 5 मिनटमा मेरो हालत कस्तो भइसक्यो, पसिनै पसिनमा बसेको हेर्नुहोस्। यस्तो बिल्डिङ छ नि, यो बिल्डिङ भएर के गर्नु, यस्तो बिल्डिङ भएर के गर्नु। एसी बिना 5 मिनट पनि बाहिर बस्न मुस्किल हुन्छ यहाँ। अब कमेन्ट गर्ने कस्तो लाग्छ तपाईँहरूलाई।